हामी चाहिँ आज टुरतिर लाग्यो। तिम्रो नाम के हो? मेरो नाम खै। मेरा नाम होला जंजीना मैं गाली नहीं दे सकता। नहीं, गाली नहीं देना। फैमिली देखती है, वरना मैं ऐसे गाली दूं, ऐसे गाली दूं ना, जिंदगी भर याद रखें ये बड़े हुए। रमेश डेरियो। तिम्रो नाम? AKA आदर्श राव। तिम्रो नाम? हाम्रो यहाँ चाहिँ क्यामेराम्यान छ हैन, यहाँ चाहिँ मेरो साइडमा जाइन छ। अब चट्ट लाएर उतातिर देखाइदियो त दुर यो उतातिर ल यो होटेलको नाम चाहिँ आगन्तुक हो है। होटेल रिसोर्ट हो यो। रिसोर्ट ओइ म देखाउने होटेल आउने बाटो नि भन्दै। होटेल आउने बाटो चाहिँ ट्याक्क आयो धुलीखेलमा। चट्ट लाएर मैले चाहिँ केटाहरू तिमीहरू के खान्छौ भनेको केटाहरू चाहिँ लजाइरहेको थियो पुरैसँग होइन। त्यही पनि केटाहरू ल खुवाइदिएको, त्यही पनि केटाहरूले ल केटाहरूले चाहिँ अहिले मिठो छ भन्दै छन्। ल मैले पनि कस्तो रहेछ भनेर ल टेस्ट हान्दिनु लगाएको। ल कस्तो छ खाइदिउँ है त। मिठो रहेछ ल बबाल ल। चाहिँ हामी बसिरहेका छौँ होइन। ल साथीहरूसँग यसो हल्का गफ हानिरहेछौँ। केटाहरू चाहिँ यस्तो छ होइन, केही भनिदिनु न हाम्रो क्लासका अब चाहिँ हामीले बुढोले बनायो क्या बक रहे हो मादरचोद। अब जानुपर्छ। अब चाहिँ भ्यू हेरौँ है त यहाँको के यो आगन्तुक होटेलको। भ्यू ल गाइजहरू म चाहिँ अब क्लासको दादाहरूलाई देखाउँछु। नमस्ते दादाहरू। ल मेरो यो च्यानललाई सब्सक्राइब हानिदिनु पऱ्यो भन्नु पऱ्यो। च्यानल सब्सक्राइब हान्दै केटाकेटी हो ल भाइको च्यानल बढाइदिए ल। मेरो भाइ राम। यो चाहिँ मिन छक्का है बुझ्यो। अब चाहिँ चट्ट लाएर बाहिर यसो निक्लेको खानासाना खाएर अनि केटाहरू चाहिँ पुरै यहाँ गफ दिइरहेको थियो। केटा हो यो आगन्तुक होटेल त खतरा रहेछ भन्दै यसो गफ हान्दै थियो। अनि हामी पनि यसो गफ हान्दै भ्यू हेर्दै बसिरहेको थियौँ होइन। चट्ट आगन्तुक होटेल चाहिँ ठिकै थियो जे होस् होइन। रिसोर्ट हो क्या अरे यो होटेल होइन। ल म चाहिँ चट्ट लाएर ल हेलो गाइज भन्दै थिएँ। ल केटाहरूले चाहिँ एक भाइ इन्टरभ्यू लिँदै थियो, मेरो तारिफ हान्दै थियो। हाम्रो यो राम भन्नेको टिकटकमा 100K चाँडोभन्दा चाँडो फलोवर पुऱ्याइदिउँ भन्दै सेल्फी हान्दै थियो। यस्तै पारामा गइयो होइन। ल केटाहरू बाई बाई भन्यो।